भिडियो बनाउन है यसो राम्रो तरिकाले साथीभाइहरूले के गर्ने साथी परदेशको जिन्दगी जे पनि काम गर्नुपर्छ है। हजुर हजुर हेर्नुहोस् यो साउदीको यस्तो धुलोमा यसरी हाम्रो नेपाली साथीहरूले यसरी काम दुःख गरिरहेछ है। अब नेपालको सरकारको ध्यान जाने होइन, विदेशमा आएर यसरी खट्नुपर्छ तपाईँको 12 घन्टा। यो चाहिँ तपाईँको हाम्रो नेपाली उहाँ साथी चाहिँ रोल्पाको हुनुहुन्छ, यहाँ साउदीमा आएको तपाईँको लगभग 4 वर्ष भयो। कम्पनीले पनि राम्रोसँग छुट्टी दिँदैन, नेपाल सरकारसँग पनि कुरा गरेको, यहाँको एमबिसीसँग पनि। एमबिसीले पनि तपाईँको हेर्नुहोस् भाइ, तपाईँको साउसँग कुरा गर्ने हो, उसको सहमति अनुसार हामीले पठाउने हो। 4 वर्ष भइसक्यो, छुट्टी पनि दिएको छैन। अब के गर्नु, यस्तै छ। यहाँ भिडियो हेर्नुहोस् है, भिडियो रेकर्डिङ गरिरहेको छ। यस्तो धुलोमा छ साउदीको मरुभूमिमा। तपाईँको भन्ने त यो टोयोटा कम्पनी भन्ने हो है, काम चाहिँ तपाईँको सबलाइनमा हालेको छ हाम्रो अब जुन मेन बोसले चाहिँ। हेर्नुहोस् यस्तो धुलोमा यसरी काम गर्दाखेरि पनि तपाईँको 2 महिनामा 2.5 महिनामा एउटा सेलेरी पाइन्छ। यसरी हेर्नुहोस् तपाईँको अब सुटबुट केही पनि छैन, तपाईँको सेफ्टी। यस्तो कम्पनीभित्र यस्तो धुलोमा काम गर्नुपर्छ अनि मान्छेको जिन्दगी हो होइन। अब नेपाल सरकारको ध्यान केही पनि छैन। अब गरिब दुखी जनतालाई अब देशमा रोजगारी दिन सकेको छैन, त्यही बाध्यताले भए पनि अब देशमा अब विदेशमा आएर यस्तो दुःख गरेको छ भन्ने बेलामा घर परिवारसँग आफन्तसँगहरूसँग भेट्न नपाउँदाखेरि साह्रै दुःखी लागेको छ। जानु पनि नपाउँदा धेरै रुइरहेको रहेछ हाम्रो नेपाली दाजुभाइहरू। अब म पनि उही ड्याङको मोला हो भनेर पनि भन्न चाहन्छु है। यही हेर्नुहोस् यस्तो भित्र यस्तो कालो, तपाईँ देख्नु सक्नुहुन्छ यस्तो धुलो हेर्नुहोस्। यो पुरै कम्पनीको धुलो हो, यो भित्रभित्र काम गर्नुपर्छ। मान्छे कतिखेर मर्छ के हुन्छ भने थाहा हुँदैन तपाईँको। भनेको टाइममा राम्रोसँग छुट्टी पनि तपाईँ उहाँकै कुराबाट सुन्नु होला। अब नेपाल सरकारले यसो हामीलाई ध्यानपूर्वक यसो अगाडि हेर्नु पऱ्यो। अब देश परदेशमा कमाउन आएको मान्छेहरू अब यसरी विचल्ली परेको छ हेर्नुहोस्। अब दलालहरूले फसाएको छ, के गर्ने। 4 वर्ष भइसक्यो, छुट्टी माग्दा बर्बाद भइसक्यो। अब साथीहरूले हेरिदिनु पर्ने है। तपाईँको एमबिसीमासँग पनि कन्ट्याक्ट गरेको तपाईँको अब नेपाल सरकार अब एमबिसीमा गरेको हामीले कन्ट्याक्ट गरेको कतिचोटि भनिसक्यो। अब केही पनि डेट पनि लाउँदैन हेर्नुहोस्, कतिचोटि भनिसक्यो। अब के गर्नु, अब गरिबको कसैले पनि सुन्दैन रहेछ। सबै पैसावालाको भन्ने जस्तो लाग्दो रहेछ हेर्नुहोस्। यति हो काम। यस्तो भित्र छ है, हेर्नुहोस् काम गर्ने तपाईँ राम्रोसँग। यो भित्रभित्र जानुपर्छ। अझ सुरुङभित्र तपाईँ खसी छ भने त तलै हो। तपाईँको योभन्दा खस्यो भने तपाईँको अझ तल पानीहरू जम्ने ठुलो ट्याङ्की छ होइन, त्यो भित्र मिसिनहरू छ। त्यो भित्र खस्यो भने मान्छेको ज्यान खतरा छ। कतिवटा मान्छे डुबिरहेछ है। तपाईँ हेर्नुहोस् मेरो पनि हालत यस्तै हो होइन। मैले पनि 3 वर्षदेखि तपाईँको घर जानु कन्ट्याक्ट गरेको, घर पनि राम्रोसँग जानु दिएको छैन। म चाहिँ उसबाट फर्केर आएको, तपाईँको एयरपोर्टबाट फर्काएर ल्याएको हो है। अनि त्यसपछि अब जाने यो दसैँमा जानु भनेको छ। अब एमबिसीसँग कुरा गर्दैछ, एमबिसीले पनि भन्छ तपाईँको अब राम्रोसँग तपाईँको साउसँग कुरा गर्ने, हामीले केही गर्नु पनि सकिँदैन भनेर भन्छ। अब के गर्नु हो, यसरी विदेशमा फसिरहेछ। हेर्नुहोस् यस्तो देशमा काम गर्नुपर्छ, केही सेफ्टी छैन। हाम्रो अब जिन्दगी भनेको बर्बादमा छ। यस्तै हो विदेश भनेर नेपाली पैसा कमाउन आएको के अरे एजेन्टहरूले पठाउँछ। राम्रो काम हो, अफिसमा हो भाइ भनेर पठायो। यहाँ हेर्नुहोस् यस्तो कम्पनीको सोरुमभित्र काम गर्नुपर्छ। यस्तो हेर्नुहोस् छैन तपाईँको। यहाँबाट तल खस्यो छ भने मान्छे बाँच्ने असम्भव छैन हेर्नुहोस्। अब के गर्ने यस्तो ठाउँमा।